शनिबार आइतबार अरूको छुट्टी हुन्छ भने होटल लाइनमा काम गर्ने मान्छेहरूको त रस पर्छ, अरूको मान्छेको छुट्टी हुन्छ, त्यही बेला मान्छेहरू होटल लाइनमा खाना आउँछन्। र आज हामीले शनिबार के गऱ्यौँ र के आइटम लगायौँ र नयाँ आइटम हामीले के लगायौँ भन्ने कुरो सब पत्ता हुन्छ। सो हे गाइज, वेलकम ब्याक टु माई मिनी ब्लगमा तपाईँलाई स्वागत छ। 0 देखि 1 लाख सब्सक्राइबर एन्ड फलोवर पुगेको आज डे 35 पनि भइसकेको छ। तपाईँहरू कस्तो हुन्छ, म चाहिँ निकै आएको छु। साथीको जस्तै गरेर दिन पनि मेरो चरेर यति गरेर बितिरहेको छ र म चाहिँ कम्पनी पुगिसकेँ। एउटा कम्पनी पुगिसकेको थिएँ र आज चाहिँ शनिबार थियो। बिहान चाहिँ हाम्रो अर्डर चाहिँ खासै आएको थिएन र मेरो कुलरमा चाहिँ पानी भरिन्छ, ड्युटी हमेसा लाग्छ। यो कुलरमा पानी सानी भर्न एकैछिन उमेरिरहेको थियो। त्यसपछि छोडाबाट आएको थियो अर्डर। त्यसपछि अर्डर ओस्ताजी चाहिँ यस टाइममा रेस्ट जानुभएको थियो, त्यही पनि आएको थियो। एउटा 10-20 रोडी आएको थियो, म त अर्डर हान्थेँ। अर्डर आएको थियो अनि फाइनल चाहिँ ओस्ताजी चाहिँ हुनुहुन्न, ओस्ताजी चाहिँ हुनुहुन्थेन। त्यसपछि आयो अर्डर, मैले धडाधड चाहिँ अर्डर चाहिँ लगाइदिएँ। अर्डर लगाउन पछि चाहिँ हटेको छैन। हात त्यसपछि अर्डर चाहिँ लगाइसकेपछि एउटा अर्डर चाहिँ यता होल्ड आएको थियो। मैले त यो ओके टोकेर सुन्नुपर्छ कि भित्र अर्डर कति बेला जान्छ कति बेला आउँछ। होल्ड भएको अर्डरलाई चाहिँ जल्दी पठाएन हामीलाई चाहिँ गाह्रो हुन्छ, किनभने आज हाम्रो रस परिरहेको थियो। आज शनिबार थियो र अर्डर पनि धडाधड चलिरहेको थियो। झन्डै झन्डै बवाल तरिका अर्डर चलिरहेको थियो। रेस्ट गएको मान्छे पनि फोन गरेर बोलिरहेको थियो। यो चाहिँ मैले लगाउन छु बटर नान हो। कसलाई थाहा छ यो बटर नान, गार्लिक नान, बहुत थरीका नान हुन्छ। तपाईँले के खानुपर्छ कमेन्ट गरेर। मेरो चाहिँ आजको शनिबार त यसै गरेर दिनचर्या बित्यो। तपाईँहरूको चाहिँ कसरी बित्यो कमेन्ट गरेर बताउनु होला। र यतिको त भिडियो हेर्न धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर डाटा, बाइ बाइ।